मेरो नाम सरोज अर्याल। म चाहिँ योपालि सगरमाथा चढ्न आएको। मेरो बसाइ अस्ट्रेलिया। अब यहाँ सगरमाथा चढ्न आउँदा चाहिँ देश नेपाल भए पनि धेरै जस्तो मान्छेहरू चाहिँ विदेशी नै भेटेँ मैले। अनि अब आफ्नो देशमा भएको सगरमाथा नेपालीभन्दा धेरै विदेशीहरू हुनुहुन्छ। अनि सोध्छु पनि म किन चढ्न आउनु भएको भनेर। सबैको उत्तर चाहिँ संसारको सबभन्दा अग्लो स्थान, त्यहाँबाट हेर्दा कस्तो हुन्छ भन्ने खालको प्रतिक्रियाहरू पाएँ मैले चाहिँ। अब मलाई पनि नेपाली भएको नाताले चाहिँ सगरमाथा चाहिँ चढ्नुपर्छ भन्ने लागिरहेको थियो। त्यही भएर योपालि चाहिँ म सगरमाथा चढ्न आएको। च्यालेन्जिङ अब अहिलेसम्म त खासै गाह्रो भइसकेको छैन। भर्खर बेस क्याम्पमा छौँ। आइसफल खुम्बु आइसफल बल्ल खुलेको छ। अब क्याम्प 1 जाँदादेखिको चाहिँ अब सायद गाह्रो हुनसक्छ। अब त्यसको लागि आज हामी ट्रेनिङ पनि गरिरहेको छौँ। म अहिले 30 वर्षको भएँ। यो वर्षको सगरमाथा आरोहण चाहिँ मे 19मा मेरो जन्मदिन पनि हो। सकेसम्म चाहिँ 19 तारिकमा गर्ने हाम्रो लक्ष्य पनि छ।